समाजलाई दोष नदिउँ। राम्रो कामको थालनी सुरुवात आफूबाट सुरु गरौँ। पक्कै पनि समाजमा राम्रा मान्छेहरू पनि छन्, इमान्दार मान्छेहरू पनि छन्, विद्वान मान्छेहरू पनि छन् र प्रखट मान्छेहरू पनि छन् र सच्चा लिडरहरू पनि छन्। तर हामीले ती सच्चा लिडरको पहिचान गर्न सकेनौँ र सदा हामी एउटैका भरिया भयौँ र सधैँ हामीले चाहिँ आफ्नो मान्छे गलत गरे पनि राम्रो भन्ने सोचेकै कारणले अहिले हामी यो दुर्दशामा परेका छौँ। यो दुर्दशामा नपर्नको लागि हामीले आफै सचिनुपर्छ, अरूलाई सच्याउने होइन। राम्रो कामको सुरुवात, राम्रो कामको थालनी, राम्रो विचार तपाईँ आफूबाट सुरु गर्नुहोस् र अरूलाई म सच्याउँछु, अरूलाई सुधार्छु भन्ने भन्दा पनि प्रत्येक नागरिकले म सुध्रिन्छु भनेर कसैको पनि केही पनि बिगार नहुने काम गरौँ। देश आफै बन्छ, स्वर्ग छ, सुन्दर छ।